नमस्ते। तपाईँहरू छोटो अवधिको लागि म्याड्रिड आउनु भएको छ अनि म्याड्रिडको घुम्नुपर्ने सबै चिज चाहिँ छोटो अवधिमा विशेष गरी एक दिनमा या 2 दिनमा घुम्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो तपाईँहरूको लागि काम लाग्न सक्छ। म्याड्रिडमा धेरै महत्त्वपूर्ण मोनुमेन्ट्सहरू छन्। सबै साना साना मोनुमेन्ट्सहरू घुम्न थाल्यो भने त सायद वर्षौँ लाग्छ होला, तर मुख्य मोनुमेन्ट्सहरू म म्याड्रिडमा गएर यो हेरेको थिएँ भनेर र म्याड्रिडमा छुट्याउनु नपर्ने चिजहरू घुम्नको लागि चाहिँ मैले यो भिडियो बनाएको छु। त्यसको लागि मेट्रोको लाइन 10 को यो बेगोनिया भन्ने पारादामा ओर्लिनुपर्छ। यसको पनि धेरै एक्जिटहरू छन्। त्यो पत्र तोरेस बिजनेस एरिया भनेर लेखेको एक्जिटबाट निस्किनु भयो भने हामी यहाँ आउँछौँ अनि यहाँबाट आएपछि यसको अपोजिटमा चाहिँ हस्पिटल छ एउटा ला पाथ भन्ने। तपाईँलाई भनिदिइहालौँ, यो हस्पिटल चाहिँ स्पेनको महत्त्वपूर्ण हस्पिटलमध्ये एउटा हो, सरकारी हस्पिटल हो। यो किन महत्त्वपूर्ण छ भने दुनियाँका सबैभन्दा बढी ट्रान्सप्लान्ट हुने हस्पिटलमध्ये यो एउटा हो। स्पेनको सबैभन्दा बढी अनि दुनियाँकै महत्त्वपूर्ण ट्रान्सप्लान्ट ह्युमन अर्गान मानव अङ्गको ट्रान्सप्लान्टमा चाहिँ स्पेन नम्बर 1 मै पर्छ। तीमध्ये यो हस्पिटलमा पनि धेरै ट्रान्सप्लान्ट हुन्छ। यहाँ एउटा सायद बिरामी या नर्सको स्ट्याचु पनि छ र हामी हेर्न आएको चाहिँ हस्पिटल पनि होइन, यो मेट्रो पनि होइन। यहाँबाट निस्केर यो हस्पिटललाई यसरी राइट ह्यान्डमा पारेर हामी हेर्न आएको चाहिँ यो बिल्डिङहरू हो। घामले एन्टिलाइट परेर अलिक नराम्रो आउने भयो भिडियो चाहिँ। यो 4वटा बिल्डिङ चाहिँ 2006बाट बनाउन सुरु गरेका थिए। त्यो बेलामा 4वटा बिल्डिङ मात्र बनाएका थिए। रास्काथिएलोस भन्छन् स्पेनिसमा। त्यो भने चाहिँ अग्ला गगनचुम्बी भवन बिल्डिङ बनाउन सुरु गरे। त्यो बेलामा 4वटा बिल्डिङ थियो भने अहिले चाहिँ 2017मा फेरि अर्को एउटा बिल्डिङ थपेका छन्। अहिले हामी चाहिँ यो 5वटा बिल्डिङ भएको ठाउँमा छौँ। ठ्याक्क अलिकति एन्टिलाइट पर्छ कि जस्तो लाग्यो मलाई। यो 5वटा मध्ये सबभन्दा अग्लो बिल्डिङ चाहिँ यो हो। यसलाई चाहिँ तोर्रे दे क्रिस्ताल पनि भनिन्छ। युरोपको 4थो अग्लो हो र स्पेनको चाहिँ सबभन्दा अग्लो बिल्डिङ यही हो। स्पेनको सबभन्दा अग्लो बिल्डिङ यही हो र युरोपको चाहिँ 4थो अग्लो बिल्डिङ हो। यसमा 50 तला रहेका छन्। 249 मिटरको छ यो भने यसमा चाहिँ 50 तला रहेका छन्। यसपछिको दोस्रो चाहिँ ठुलो हेर्दाखेरि यो अग्लो देखिन्छ, तर मिटरको हिसाबले चाहिँ 248 मिटरको यो छ। यो लास्ट बिल्डिङ देखिरहनु भएको छ, यो बिल्डिङ हो। सबभन्दा लास्टमा देखेको यो बिल्डिङ हो। अनि यसमा चाहिँ 49 तला छन्। त्यसपछि स्पेनको तेस्रो ठुलो अग्लो बिल्डिङ चाहिँ यो PWC भन्छन्। एन्टिलाइट परेछ, म अहिले पछि गएर हेर्छु। यसमा चाहिँ एउटा अचम्मलाग्दो कुरा के छ भने तला चाहिँ यसमा 52 तला छन्, तर मिटरको हिसाबले चाहिँ यो तेस्रो अग्लो हो। 236 मिटर अग्लो छ यो बिल्डिङ चाहिँ। मैले अघि भनेको थिएँ हेर्दाखेरि अग्लो देखिन्छ, यो देखिन्छ न। सबभन्दा अग्लो बिल्डिङ 4थो अग्लो चाहिँ यो हो। फेरि यसमा चाहिँ तलाको हिसाबले चाहिँ 57 तला छन्। 224 मिटर अग्लो छ। यो पछि भनेको यो 181 मिटरको, यो सबभन्दा लास्टमा 2017मा बनाउनु सुरु गरेका थिए यिनीहरूले। यसमा चाहिँ 36 तला रहेछ। र मैले अघि नै भने यो हामी नेपालीहरूलाई जसलाई चाहिँ गगनचुम्बी भवनहरू हेर्न मन लाग्छ, हाम्रो लागि चाहिँ यो फोटो खिच्नको लागि, भिडियो बनाउनलाई, प्लस घुम्नलाई पनि राम्रो ठाउँमा छ। यो रोडको नाम पासियो दे कास्टियाना हो र यहाँ मजाले तपाईँ भिडियो बनाउन सक्नुहुन्छ, फोटो खिच्न सक्नुहुन्छ। म फोटो खिच्ने ठाउँहरू पनि देखाउँछु। र यहाँ यो खाली ठाउँ देखेको छ नि, यहाँ चाहिँ बेलुका त्यो पानीका फोहरा आउँछन्। अनि त्यो फोहरा पनि कस्तो भने अलग अलग फोहरामा चाहिँ अलग अलग बत्तीहरू बल्छन्। त्यो पनि हेर्न लागेको हुन्छ। त्यो चाहिँ प्रायः बेलुका मात्र हुन्छ। यो बिल्डिङ मैले अघि तपाईँलाई भने यो PWC लेखेको बिल्डिङ, यो चाहिँ युरो स्टार होटेल छ यसमा। अनि अहिले चाहिँ त्यति बस्दैन। जति बेला यो नयाँ बनेको थियो त्यो बेलामा चाहिँ रियल म्याड्रिड, बार्सिलोना अनि च्याम्पियन्स लिग यिनीहरूको गेमहरू हुँदाखेरि ती महत्त्वपूर्ण क्लबका खेलाडीहरू चाहिँ यहाँ आएर बस्थे। अनि यहाँ चाहिँ दुवैतिर भिड लाग्थ्यो। अहिले खेलाडीहरू बसेको भन्दा त्यति न्युजमा देख्न पाइँदैन। क्रिस्टलहरू सबै यो बिल्डिङहरूको विशेषता के भने सबै बिल्डिङमा चाहिँ क्रिस्टल ढाकिएका छन्, क्रिस्टलले। अनि यो कालैदो भन्ने चाहिँ सबभन्दा लास्टमा बनेको बिल्डिङ हो। यसमा चाहिँ आइए युनिभर्सिटी छ अहिले। यो युनिभर्सिटी चाहिँ त्यो युरोपियन युनियनले छात्रवृत्ति दिने विद्यार्थीहरू जो एरास्मस भन्छन् त्यो विद्यार्थीहरू पनि आउँछन् यसमा। र यसमा केही विगत मैले पछिल्ला केही वर्षहरूमा चाहिँ नेपाली विद्यार्थीहरूले पनि पढेको देखेको छु। र यहाँ पैसा तिरेर पढ्दाखेरि चाहिँ तपाईँले इन्टरनेटमा हेर्न सक्नुहुन्छ आइए युनिभर्सिटीको प्राइस। यो महँगा युनिभर्सिटीहरूमध्ये पर्छ। यो मैले तपाईँहरूलाई अघि त्यो मानव अङ्ग प्रत्यारोपण सम्बन्धी हस्पिटल भनेको थिएँ नि,
यो चाहिँ यो हस्पिटलको त्यो लाभपाथ भन्ने चाहिँ। अनि यो माथि गोलो देख्नु भएको छ नि त्यो चाहिँ हेलिप्याड हो। प्राय सबै हस्पिटलहरूमा चाहिँ त्यो छत चाहिँ प्राय सम्म नै हुन्छ अथवा कुनै न कुनै एउटा बिल्डिङको एउटा भाग चाहिँ सम्म हुन्छ। अनि त्यसमा चाहिँ प्राय हेलिप्याड बनाएको हुन्छ ताकि कुनै आपत पर्दा अथवा इमर्जेन्सी केसमा चाहिँ बिरामीहरू हेलिकप्टरबाट ल्याउनु पर्दाखेरि चाहिँ त्यही हस्पिटलमै अवतरण गराउन सकियोस् र उपचार दिन सकियोस् भनेर यो चाहिँ यो हस्पिटलमा मात्र होइन प्राय सबै हस्पिटलमा यो सुविधा हुन्छ। अनि यहाँ अर्को एउटा देख्न लागि यो बेलुनको एउटा आर्ट राखेका छन्। यो पहिला सुरुमा थिएन, अहिले केही वर्ष मात्र भयो राखेको। भरिएको पानीले भरिएको बेलुनहरू जस्तो देखिन्छ यो। हामीले यहाँ इङ्ग्लिसमा बोल्दै गरेका विद्यार्थीहरू देखियो। म्यारिडमा चाहिँ अहिलेसम्म पनि इङ्ग्लिसमा कसैले कुरा गऱ्यो भने चाहिँ अचम्म लाग्नुपर्ने अवस्था छ। प्रायः यहाँ स्पेनिसमै कुरा गर्छ, इङ्ग्लिस त्यति चल्दैन। तर यो चाहिँ युनिभर्सिटी अन्तर्राष्ट्रिय युनिभर्सिटी भएको हुनाले यहाँ चाहिँ पढ्ने विद्यार्थीहरू प्रायः युरोपका अन्य भूभागबाट या दुनियाँको अन्य ठाउँबाट आएका हुन्छन् र यहाँ पढाइ पनि इङ्ग्लिसमा नै हुन्छ यसमा चाहिँ। अनि यो भागमा आउनुभयो भने तपाईँले टिकटक भिडियोहरू चाहिँ हामी अघि त्यहाँ थियौँ त्यहाँबाट यता आएको हो। यहाँ आउनु भने फोटोसोटो खिच्नलाई चाहिँ यो भागमा चाहिँ राम्रो छ। हामी यो बाटो हुँदै आयौँ, यो 5वटा अग्ला बिल्डिङहरू हेऱ्यौँ र अब चाहिँ हामीले के गर्नुपर्छ भने यसलाई चाहिँ पछाडि पारेर यो गाडीहरू जुन लाइनमा गइराखेको छ नि हो त्यही लाइनमा यतापट्टि यो बिल्डिङ हेर्नुपर्छ। यो बिल्डिङ चाहिँ हेर्न एकदम सजिलो के छ भने हल्का ढल्किएको बिल्डिङ देखिन्छ अलिक पर राइट ह्यान्डपट्टि पर एउटा ढल्किएको। यो चाहिँ 15% इन्क्लाइन भएको बिल्डिङ छ। 2टा बिल्डिङ छ यो, यहाँबाट एउटा मात्र देखिन्छ हो। यो बाटोपट्टि चाहिँ हामी हिँडेर जाने हो। अब लगभग 10 मिनट पनि लाग्दैन, बिस्तार जानु भने 10 मिनट जतिमा पुगिन्छ। हामी चाहिँ हुँदाहुँदै यो बिल्डिङ मुनि आइपुगेका छौँ। हामी चाहिँ त्यो ठाउँभन्दा पछाडिबाट यहाँको भिडियो लिन्छौँ र यहाँको कुरा बताउँछौँ। अब हामी आइपुगेका छौँ प्लाजा कास्टिजिया। यो चाहिँ एउटा सेन्ट्रिक पार्क प्लाजा हो, स्क्वायर। अनि यसको विशेषता भनेको चाहिँ यो इन्क्लाइन बिल्डिङ हो। हेर्नुहोस् त्यो इन्क्लाइन छ नि 2टा बिल्डिङहरू। अनि अघि हामी त्यो बिजनेस एरिया गएर आयौँ नि, त्यो बिजनेस एरियाका घरहरू बन्नुभन्दा पहिला चाहिँ यो प्रमुख आकर्षण थियो। अनि त्यो अग्लो बनेपछि यो अलिकति छायामा पऱ्यो। तर यो इन्क्लाइन भएको कारणले चाहिँ यसलाई हेर्न पनि मान्छेहरू आउँछन्। हामी अघि त्यो एरियाबाट हिँडेर आएको, त्यति परबाट हिँडेर आयौँ र यो 2टा हेर्न आयौँ। अनि यो एउटा टावर छ, यहाँ पहिला पानीको फाउन्टेन थियो, त्यसलाई हटाएर यिनीहरूले यो स्ट्रक्चर स्टिल स्ट्रक्चर बनाए। तर यो चाहिँ स्पेनिसहरूले के भन्छ भने न्युजमा के आएको थियो भने यो चाहिँ एकदम फेल खाएको स्ट्रक्चर हो भन्दै थियो। किनभने यहाँ त्यो साना साना त्यो पाताहरूले बनेको छ यो। अनि त्यो चाहिँ यो घुम्नु पर्थ्यो, हावाको प्रभावसँगै घुम्न पर्ने गरी बनाएको थियो। तर बनाइसकेपछि यो घुम्न छोड्यो। ठ्याक्क त्यो सुरु हुँदाखेरि एक दिन पनि घुमेन बनाएको, मतलब त्यो के सिस्टमबाट बनाएको थियो उनीहरूले त्यो फेल खायो। त्यो गरेर यसमा भ्रष्टाचार गरे, यो गलत यस्तो गलतमा चाहिँ धेरै पैसा खर्च गरे भनेर त्योभन्दा पहिलाको वाटर फाउन्टेनै राम्रो थियो भनेर पनि भन्छन्। अब हामीले चाहिँ यहाँ 2-4वटा फोटो भिडियो खिचिसकेपछि तपाईँहरूले अब यहाँबाट हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ के हुन्छ भने यसलाई हामीले पार्छौँ पिठपट्टि, यसलाई पछाडि पारेर हामी जान्छौँ यो डाइरेक्सनमा। यो घरहरू देख्नु भएको छ नि हो, यहाँ जान्छौँ। त्यहाँ चाहिँ के छ भने तपाईँले हेर्दाखेरि हेर्नुहोस् यो पहिलो घर भयो, दोस्रो भयो, यो तेस्रो हो। यहाँनिर चाहिँ छ सान्टियागो बेर्नाबेउ रियल म्याड्रिडको स्टेडियम। तपाईँहरू कसैलाई यहाँ झुक्किनु भयो भने पनि यो बिल्डिङलाई पछाडि पार्ने, पिठमा पार्ने र सिधै यता जाने। अनि केही गरी सोध्नु पऱ्यो भने रियल म्याड्रिड स्टेडियम अथवा सान्टियागो बेर्नाबेउ भन्नुभयो भने जसले पनि बताइदिन्छ। अघि हामी 10 मिनट जति हिँडेको थियौँ नि, यहाँ अब चाहिँ 15-16 मिनट छ। अनि तपाईँहरू हिँड्न अप्ठ्यारो लाग्छ के अरे होइन हामी पैसा खर्च गर्छौँ भन्नुहुन्छ भने पनि त्यो 10-10 बिएथ भन्छन् 10 ट्राभलहरू त्यो कार्ड पाइन्छ। त्यो कार्ड पाउनु भयो भने यहाँबाट मेट्रो बस पनि जान्छ तल। मेट्रो योभन्दा मुनि यो घरहरूको मुनि चाहिँ मेट्रो स्टेसन छ, प्लस इन्टर अर्बन बस स्टेसन पनि छ। यहाँबाट म्याड्रिडभन्दा बाहिर गाउँहरूमा जाने साना साना टाउनहरूमा जाने बसहरू पनि यहाँ भित्र अन्डरग्राउन्डबाट पाइन्छ, मेट्रो पनि पाइन्छ र यहाँबाट बस पनि पाइन्छ। यहाँबाट बस लिएर जानुभए पनि हुन्छ। हामी चाहिँ हिँडेरै ट्राई गर्दैछौँ किनभने म तपाईँलाई हिँडेर सजिलो हुने उपाय बताउँदैछु। अनि अघि त्यहाँबाट यहाँ 10 मिनटमा आइयो भने अब चाहिँ 15देखि 20 मिनट लाग्छ त्यो रियल म्याड्रिड स्टेडियम पुग्नलाई। यहाँ एउटा ठुलो अन्डरपास पनि छ है, हेर्नुहोस् हाम्रो पछाडि। हामी यो बाटोबाट आयौँ र मेरो पछाडि देख्न सक्नुहुन्छ
रियल म्याड्रिडको स्टेडियम सान्तियागो बेर्नाब्यू। त्यो चाहिँ फुटबल मन पराउने नपराउने अनि खास गरेर फुटबल प्रेमीहरूको लागि चाहिँ एकदम महत्त्वपूर्ण स्थल हो भने रियल म्याड्रिड मन पराउने रियल म्याड्रिडका फ्यानहरूको लागि त यो जतिको महत्त्वपूर्ण स्थल हुनै सक्दैन। यो पहिला चाहिँ यसको आकृति यस्तो थिएन, यो अहिले पनि रेनोभेट हुँदैछ, स्टिल अन्डर कन्स्ट्रक्सन, तर अहिले गेम यहाँ खेल्न सुरु गराउन थालिसके। पहिला यहाँ चाहिँ एस्कुडो थियो, रियल म्याड्रिडको लोगो थियो अनि गेटहरूको नम्बर अनुसार गेटहरू देखिन्थ्यो। अहिले चाहिँ नम्बर छ तर त्यो गेट देखिँदैन। अनि यतापट्टि साइडमा मेरो राइट ह्यान्ड साइडमा चाहिँ यतापट्टि एउटा स्टोर छ, हामी त्यहाँ गएर खिच्छौँ। यो भिडियो धेरै लामो भयो भने म त्यहाँको पार्ट चाहिँ हाल्दिनँ, किनभने मलाई तिनीहरूले स्पोन्सर गर्दैनन्, त्यो पसल देखाएर ब्रान्ड देखाएर केही हुँदैन। अनि त्यो पसल इन्ट्री फ्रीमा हो, एउटा जर्सीको लगभग 100 युरोको हाराहारीमा पर्छ, फुललाई 120 पर्छ। त्यस्तै त्यहाँ चाहिँ मर्चेन्डाइजिङ भन्छ नि, फुटबल जर्सीदेखि लिएर फुटबलसँग सम्बन्धित सबै कुराहरू किन्न पाइन्छ। त्यो रियल म्याड्रिडको अफिसियल स्टोर त्यहाँ छ। अनि तपाईँहरूसँग अलिकति समय छ, 2 घन्टा जतिको समय छ भने चाहिँ यहाँनिर अर्को एउटा गेट छ, त्यहाँ चाहिँ त्यो टुर बेर्नाब्यू भन्छन्। टुर बेर्नाब्यूमा को चाहिँ टिकट 25 युरो मिनिमम पर्छ। अहिले 29 युरो चलिरहेको छ, कहिले घट्ने त नहुँदैन, बढ्ने चाहिँ हुनसक्छ, कहिले काहीँ 35 युरो नै हुन्छ। अहिले मैले अघि हेरेको 29 युरो रहेछ, 29 युरो, कहिले काहीँ 35 युरो यिनीहरूको अफिसियल वेबसाइटमा। अरू बाहिरबाट किन्नु भने त्योभन्दा महँगो पर्न सक्छ। त्यहाँबाट लिनुभयो भने 2 घन्टा जतिमा चाहिँ यिनीहरूको म्युजियम, यिनीहरूले जितेका ट्रफीहरू र त्यो खेलाडीको हिस्ट्रीहरू त्यो सबै देख्न पाइन्छ भित्र। त्यो भिडियो सो पनि हुन्छ अनि तपाईँले फिजिकल्ली कपहरू पनि देख्न पाउनुभयो। 15वटा च्याम्पियन्स लिग, ला लिगा, कोपा देल रे अनि इन्टरकन्टिनेन्टल, ती सबै जितेका कपहरू त्यहाँभित्र देख्न पाइन्छ। अनि भित्र ग्राउन्डमा पनि जान पाइयो। त्यो खेलाडीले गेम भइसकेपछि प्रेस कन्फरेन्स गर्छ नि, हो त्यो स्थलमा पनि जान पाइन्छ। अब हामी जान्छौँ पसलमा। यो भिडियो धेरै लामो भयो भने चाहिँ म अहिले भन्छु त्यो म देखाउँदिनँ होला, भिडियोको अनुसार पनि भर पर्छ। हामी यो डाइरेक्सनबाट आयौँ, हामीले मैले अघि 15-20 मिनट भनेको थिएँ, हामी चाहिँ 15 मिनटमै आइपुग्यौँ, हिँडेर आउनु भए पनि हुन्छ। अब चाहिँ के गर्छौँ भने हामी, म तपाईँलाई देखाउँछु। अब चाहिँ के गर्छौँ भने हामी यसलाई एक राउन्ड मार्छौँ। अनि त्यो भिडियो लामो भयो भने मैले काट्ने हुनाले मैले तपाईँलाई अहिले भन्दैछु, यहाँबाट एक राउन्ड मारेर यो सान्तियागो बेर्नाब्यूलाई घुमेर त्यहाँनिरबाट मेट्रो छ, अनि त्यहाँबाट मेट्रो लाइन 10 नम्बर लाइन लिएर हामी चाहिँ जान्छौँ प्लाजा एस्पानिया। हो यहाँबाट चाहिँ हिँडेर अलि लामो पर्छ। म यहाँबाट चाहिँ तपाईँलाई के भन्छु भने हिँडेर भन्दा पनि अब चाहिँ मेट्रो लिँदा हुन्छ। अघिदेखि हामीले 3टा ठाउँ हेऱ्यौँ, 3टा ठाउँमा चाहिँ सबै फोटो खिच्न लायक र राम्रा मोनुमेन्ट्सहरू, त्यो बिजनेस एरियाहरू हेऱ्यौँ। अब यहाँबाट चाहिँ हामीले हिस्टोरिकल मोनुमेन्ट्स हेर्न जान्छौँ। त्यसको लागि चाहिँ मेट्रो लिन्छौँ। 5वटा पारादा छन्, 5वटा पारादा भने स्टेसन भए सान्तियागो बेर्नाब्यूबाट प्लाजा एस्पानियासम्म जान्छौँ यहाँभित्र। र मेट्रोको यहाँ पनि छ एउटा, त्यहाँ पनि छ। हामी चाहिँ उताबाट आउने हुनाले चाहिँ यसलाई हामीले एक राउन्ड मार्ने हुनाले त्यहाँनिर छ, त्यो बेबी उबे लेखेको त्यो बिल्डिङ आउँछ त्यहाँनिर, त्यसकै मुनि छ, लगभग 5 मिनटको दूरीमा छ। प्रोक्सिमा स्टेसन सान्तियागो बेर्नाब्यू। हामी यो बाटोबाट आएको, यसलाई चाहिँ एभेन्यू कन्चा एस्पिना भन्छन्। रियल म्याड्रिडका खेलाडीहरू चाहिँ यही बाटो भएर आउँछन् स्टेडियममा छिर्नुभन्दा पहिला चाहिँ त्यो अगाडिको बाटो, अनि सेलिब्रेसन गर्न जाँदा चाहिँ यो बाटोबाट जान्छन्। यो बाटोको नाम चाहिँ पासियो दे कास्टेलाना हो। हामी मेट्रोमा जाँदैछौँ, मैले अघि नै भनिसकेँ तपाईँहरूलाई। अनि यो कास्टेलानाको चाहिँ ऐनमा थिवेलेस छ, पोइन्टे दे थिवेलेस भनेको चाहिँ जहाँ रियल म्याड्रिडले सेलिब्रेसन गर्छन्, आफ्नो जुनसुकै कपहरू, जुनसुकै ट्रफी जिते पनि त्यहाँ गएर सेलिब्रेसन गर्छन्। त्यो जाने बाटो चाहिँ यो हो। फेरि यो मेट्रो चाहिँ ओब्रा भने रिफर्म हुँदै रहेछ, बन्दै रहेछ। मेट्रो लिनु पनि त्यहाँ हो, तर मलाई एउटा साथीको फोन आयो। मेरो एकजना साथी चाहिँ त्यो पछाडिको बिल्डिङमा काम गर्छ, अनि मलाई तपाईँलाई त्यो बिल्डिङ देखाउन मन लाग्यो। किनभने त्यो बिल्डिङ पनि अघि हामीले हेरेका थियौँ नि, सबभन्दा अग्ला बिल्डिङहरू, यो टप 10 बिल्डिङ हो, सबभन्दा अग्लो स्पेनका अग्लो 10औँ बिल्डिङमध्ये तोर्रे पिकासो भन्छन्। म त्यो देखाउन लाँदैछु है त। भित्र जान पक्कै पाइँदैन, त्यहाँ भित्र जान पाइन्छ, यसरी भिडियो खिच्न पाइँदैन। म बाहिरबाट भिडियो खिचेर देखाउँछु है त। हजुर, मैले तपाईँलाई यहाँ देखाउन लिएर आएको चाहिँ हामी बेर्नाब्यूको नजिकै छौँ। यो चाहिँ तोर्रे पिकासो हो यो बिल्डिङको नाम। यो चाहिँ स्पेनका 10 अग्ला भवनमध्ये एउटा भवन हो। 157 मिटर अग्लो रहेछ अनि 43 तला रहेछ। यसमा चाहिँ
अनि यसमा अधिकांश अफिसहरू छन् र प्राय यी अफिसहरू चाहिँ 24 घण्टा यहाँ बत्ती बलिरहेको हुन्छ भित्र अफिस भनेको त 24 घण्टा काम हुने अफिसहरू हुन्छन्। अनि यो बाहेक यहाँ म तपाईँलाई केही बिल्डिङहरू देखाउँछु, सबै आधुनिक बिल्डिङहरू हुन्। तर यी अहिले चाहिँ त्यति अग्ला छैनन्, तर जति बेला त्यो बेलामा यी बिल्डिङहरू बनेका थिए नि, सबै 20औँ 25औँ तलाका बिल्डिङहरू छन् यहाँ। त्यो बेलामा चाहिँ यो ठाउँलाई थोना आस्का भनिन्थ्यो। आस्का भनेपछि चाहिँ कसरी चिनिन्थ्यो भने स्पेनको राजधानी म्याड्रिडमा भएका एकदम मोडर्न बिल्डिङहरू र अग्ला बिल्डिङहरू त्यो बेलामा जति बेला बन्न सुरु गरेका थिए आजभन्दा 40औँ 50औँ वर्ष अगाडि, त्यो बेलाको चाहिँ एकदम आधुनिक भव्य भवनहरूको ठाउँ भनेर चिनिन्थ्यो। अहिले चाहिँ योभन्दा अघि हामी जुनबाट सुरु गऱ्यौँ त्यो ठाउँलाई भनेर चिनिन्छ। र पनि यो ठाउँको बेग्लै महत्त्व छ र यहाँ सबै अफिसहरू छन् यी बिल्डिङहरूमा। थोना आस्काको नामले चिनिन्छ। त्यसको सबभन्दा अग्लो बिल्डिङ यो हो। यो चाहिँ तोर्रे पिकासो 157 मिटरको 43 तलाको रहेछ। अब हामी मेट्रोमा जान्छौँ। मेट्रोमा गएर प्लाजा एस्पानियामा ओर्लिएर लिनियर 10 लाइन 10 नम्बर लिएर प्लाजा एस्पानियामा ओर्लिएर त्यहाँबाट सुरु गर्छौँ। म प्लाजा एस्पानियामा ओर्लिसकेँ। यो सालिदाबाट निस्केँ। यसमा यहाँ पनि धेरै एक्जिटहरू छन्, सालिदा भन्छन् एक्जिटलाई। हामी सान्टियागो बेर्नाब्यूबाट लाइन 10 लिएर 5वटा पारादा 5वटा स्टेसनपछि यो प्लाजा दे एस्पानिया भन्नेबाट बाहिर निस्क्यौँ। अनि यहाँ आएपछि तपाईँहरूले मेट्रोबाट बाहिर निस्किने बित्तिकै यो बिल्डिङ देख्न सक्नुहुन्छ। यसको 26औँ तलासम्म हामी जान सकिन्छ। यहाँ चाहिँ यो होटल रिउ भन्ने छ 26औँ तलामा। त्योभन्दा बढी तला छन्, तर 26 तलामा चाहिँ हामीलाई पब्लिकलाई एलाउड छ। बाँकी यो होटल, सपिङ सेन्टर र भिभिएन्दा बस्ने अपार्टमेन्टहरू पनि हो यो। र यो पल्लो पनि सेम त्यस्तै प्रकारको भवन हो। यो भवन भएको ठाउँमा आउन सकिन्छ र यसको जस्ट अपोजिट चाहिँ एउटा सानो पार्क छ जहाँबाट चाहिँ भिडियो फोटोहरू यो बिल्डिङको राम्रो आउँछ। अनि हाम्रो अब हामीले मेट्रो लिएपछि अबको जर्नी यहाँबाट सुरु हुन्छ र यसपछि अब लगभग म्याड्रिडको सबै मोनुमेन्ट हेर्दाखेरि सार्वजनिक यातायात लिनु पर्दैन। हामीले बिचमा एक ठाउँ मात्र सार्वजनिक यातायात लिनु पर्यो। र तपाईँहरू बिल्डिङ नहेर्ने, सान्टियागो बेर्नाब्यू नहेर्ने, हामीलाई अरू मोनुमेन्ट्स मात्र हेर्ने हो भने तपाईँले यहाँबाट सुरु गर्न सक्नुहुन्छ। यहाँबाट सुरु गर्नुभएको तपाईँको जर्नीले चाहिँ यो सहरको भित्री सम्पदाहरू र भित्री भागहरू देख्न सकिन्छ हिँडेरै। लगभग अबको 2 घन्टामा सबै चिज थोरै मात्रामा थोरै समय दिएर सबै चिज हेर्न सकिन्छ। अब एउटै समयलाई जस्तो यो एउटा पार्क आयो, यसैलाई तपाईँले 3 घन्टा दिन नि पाउनुभयो होइन। यसको मुख्य चिजहरू हेर्दै जान्छु भन्दाखेरि चाहिँ अब हामीले जाने ठाउँहरू 2-3 घन्टामा सक्ने सम्भावना बढी हुन्छ। यहाँ चाहिँ प्रायः एक्टिभिटीहरू भइरहेको हुन्छ। अहिले स्टेज बनाउँदै रहेछन्, सायद केही प्रोग्राम हुँदै होला। यहाँ चाहिँ क्रिसमसमा त्यो क्रिसमस मार्केट पनि बनाउँछन्। यो वाटर फाउन्टेन जहिले पनि हुन्छ यहाँ। तपाईँलाई हल्का वाटर फाउन्टेन देखाउँछु। हाम्रो रामायण कसरी सुरु हुन्छ भने रामायणको पहिलो लाइनहरू के छ? एक दिन नारद मुनि सत्यलोक पुगी गया, लोकको गरौँ हित बनी, ब्रह्मा ताई तिया पर्या चरणमा बिन्ती बिसाया पनि। त्यस्तै सन् 1605 स्पेनिस साहित्यकार मिगेल दे सेर्भान्तेसले एउटा कृति प्रकाशित गरेका थिए, डन किखोते, जसको पहिलो लाइन चाहिँ एन आल्गुन लुगार दे ला मान्चा दे कुयो नोम्रे no quiero acordarme। पहिलो लाइन यो। स्पेनिस भाषा र स्पेनिस साहित्यसँग हल्का रुचि भएका जो कोहीले पनि यो लाइन चाहिँ सजिलैसँग भन्न सक्छ। के विशेषता थियो त यो लाइनमा? म तपाईँलाई यो लाइन र यो कृतिको बारेमा केही भन्छु है त। संसारमा सबैभन्दा बढी पढिएको पुस्तक बाइबल हो अरे। सबभन्दा बढी भाषामा छापिएको पुस्तक पनि बाइबल हो अरे। बाइबल पछि सबैभन्दा बढी पढिएको र सबैभन्दा बढी छापिएको पुस्तक के हो भने डन किखोते, जुन स्पेनिस भाषामा थियो। डन किखोतेका लेखक चाहिँ मिगेल दे सेर्भान्तेस, जसलाई सेर्भान्तेस पनि भनिन्छ, उनको शालिग हो यो। जस्तो नेपाली साहित्यमा को थियो भन्दा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समलाई हामीले सबभन्दा ठुला साहित्यकार मान्न सकिन्छ नि। त्यस्तै स्पेनिस साहित्यका सबभन्दा ठुला लेखक चाहिँ उनी मिगेल दे सेर्भान्तेस, सेतो स्ट्याचु हुन्छ। त्यस्तै हाम्रो सबभन्दा नेपाली भाषाको सबभन्दा ठुलो कृति कुन हो भन्दा मुना मदन। मुना मदनका पात्रहरू को थिए? मुना मदन। त्यस्तै डन किखोतेका पनि 2टा पात्र त्यस्तै थिए। घोडामा बसेका पात्र डन किखोते भयो। कुनै पनि मान्छेको अगाडि डन लगाउन सकिन्छ, जस्तो श्रीमान श्री लगाए जस्तै। त्यस्तै उनका साथी थिए सान्चो पान्था। यी दुईजनाको वरिपरि त्यो डन किखोते भन्ने उपन्यास हुन्छ, 1605 मा लेखिएको थियो। अनि त्यसका साहित्यकार मिगेल दे सेर्भान्तेसको स्ट्याचु हो। उनको यति ठुलो स्ट्याचु सम्भवतः यो स्पेनमा यो ठाउँमा मात्र हो। अन्त पनि छ, तर यति ठुलो स्ट्याचु चाहिँ अन्त कहीँ पनि छैन।
र किखोते र सान्चो पन्थाको स्ट्याचुहरू पनि धेरै ठाउँमा छ, तर यति ठुलो स्ट्याचु चाहिँ यो ठाउँमा मात्र हो। उनीहरूको हातमा जहिले पनि भाला हुन्थ्यो, अनि डन किखोतेले घोडा चढ्थे भने त्यो बुर्रो भन्छन्, सान्चो पन्थाले चाहिँ गधा चढ्थे। यो 1605 लेखिएको थियो। म फेरि पनि रिपिट गर्छु, यो दुनियाँमा सबैभन्दा बढी पढिएको पुस्तक हो एल किखोते, अनि सबभन्दा बढी भाषामा प्रकाशित कृति पनि यही हो। यो साहित्यिक महत्त्वपूर्णताको कारणले गर्दा म्याड्रिडमा छुटाउनै नहुने स्ट्याचु यो हो। यसपछि हामी यो बिल्डिङलाई पछाडि पिठमा पार्दै अगाडि हेर्छौँ र देब्रेपट्टि साइडमा हिँडेर जान्छौँ। यसपछि हाम्रो अर्को नेक्स्ट स्टेसन हुन्छ शाही राजदरबार, पालाथियो रोयल। त्यो अघिको ठाउँबाट करिब 3 मिनट 4 मिनट हिँडेपछि यो ठाउँ हुँदै हामी राजदरबार पुग्न सकिन्छ। मान्छे चाहिँ यसरी बियर भनेर फोटो खिच्ने, भिडियो खिच्नेसँग पैसा माग्छन्, फोटो खिच्नेसँग स्पेसली। हामी राजदरबारको नजिकै आइपुगेका छौँ। यहाँ एउटा हेर्न लायक ठाउँ के छ भने यो बगैँचा हो, तर अहिले भएको के रहेछ भने अहिले कन्स्ट्रक्सन गर्दै रहेछन् क्या। त्यहाँ परबाट चाहिँ बार पनि लागेको छ, काम गर्ने मान्छे मात्र छन्। यो पब्लिकलाई पनि खुल्ला छ, अहिले बन्न लागेको भएर हामीलाई छिर्न दिएन होइन। अनि तपाईँहरूसँग समय धेरै छ भने चाहिँ अहिले चाहिँ त्यो कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सन हुँदै भएर हामीलाई जान दिएन। तपाईँसँग समय छ भने चाहिँ त्यो जुन बाटोबाट आयौँ त्यो बाटोबाट तलबाट आयो भने चाहिँ यसको पछाडिको भ्यू देखिने एउटा पार्क छ तल, त्यहाँ जान सकिन्छ। त्यहाँ पुग्नलाई 10 मिनट लाग्यो, फर्किनलाई 10 मिनट, घुम्नलाई अब तपाईँले जति समय लिन सक्नुहुन्छ। त्यहाँ पुगेर फेरि फर्केर आउनु चाहिँ यही हो। अनि यो चाहिँ राजदरबार हो। यसको मुनि त्यो घोडा पाल्ने तबेला पनि छ, एउटा घोडाहरू पनि निस्किन्छन्। अनि अहिलेको राजाले गर्ने सम्पूर्ण काम कारबाही यही दरबारबाट हुन्छ। यो पार्कको नाम चाहिँ खार्दिन साबातिनी बगैँचा भन्छन्। यो पार्क भन्दा नि बगैँचा हो, एउटा धेरै ठुलो छैन। अनि यसको नाम चाहिँ साबातिनी, मेरो विचारमा यो बनाउनेको नाम साबातिनी हो जस्तो लाग्छ मलाई। यो चाहिँ राजदरबार हो। स्पेन संवैधानिक राजतन्त्र भएको मुलुक हो। यहाँ 2 चोटि गणतन्त्र आइसक्यो, तर 2 चोटि गणतन्त्र आए पनि त्यो गणतन्त्रलाई फालेर फेरि यहाँका जनताले राजतन्त्रै ल्याए। त्यो बिल्डिङबाट हिँडेर आएको लगभग 10 मिनट पनि लागेन, 5-6 मिनटमा हिँडेर आयौँ। अनि यतापट्टि यो गार्डनहरू छ, यो ओपेरा हाउस हो। अहिले हामी त्यहाँ जान्छौँ, सरी जाँदैनौँ, हामी अर्को बाटोबाट जान्छौँ। भनेपछि यो चाहिँ ओपेरा हाउस हो। यहाँ चाहिँ त्यो स्पेनमा हरेक वर्षको डिसेम्बर 22मा एउटा लोट्री निकाल्छन्, त्यो लोट्री पनि यहीँ लाइभ हुन्छ। अनि अर्को रमाइलो पक्ष के छ भने चाहिँ यो राजदरबार भयो। अनि अधिकांश पटक, एकपटक होइन, अनि एकपटक 2 पटक आकल जुकल होइन, प्राय अधिकांश पटक चाहिँ यहाँबाट रानीहरू यो ढोकाबाट अथवा त्यहाँ पर एउटा ढोका छ त्यो ढोकाबाट हिँडेर ब्याग बोकेर हिँडेर त्यहाँ ओपेरा हेर्न जानुहुन्छ अरे भन्ने धेरै न्युजहरूमा आइरहेको छ। यसरी हिँडेर जानुभयो, ओपेरा उहाँहरूलाई मन परेको कुनै आर्टिस्टको सो भयो भने त्यहाँ जानुहुन्छ। यो 2 पाइलामा छ। अनि हामी अहिले मेन हेर्न आएको चाहिँ यो दरबार हो। मलाई थाहा भएअनुसार यो चाहिँ युरोपको सबैभन्दा ठुलो राजदरबार हो। युरोपमा जति पनि राजाहरू छन् अथवा शाही महलहरू छ तीमध्ये सबभन्दा ठुलो दरबार यो हो। यहाँ पैसा तिरेर भित्र हेर्न जान नि पाइन्छ। मैले पटक हेरेको छु। यहाँको हेर्न लायक चाहिँ के छ भने एउटा किचनमा एउटा ठुलो हल छ। त्यो हलमा चाहिँ यसरी त्यो ग्लास चम्चा हरेक कमेन्साल भन्छन्, हरेकजना पाहुनाले खाने एउटा प्लेटमा कतिवटा चम्चा, कतिवटा कचौरा, कतिवटा ग्लास, कतिवटा कप, त्यो यसरी सिधा गरेर राखेको छ कि त्यो धागो राखेर तन्काए जस्तो क्या। त्यो मिलिमेट्रिक हिसाबले पनि दायाँमा नपर्ने गरी राखेको छ। त्यो हेर्न लायक छ। त्यो बाहेक अरू अब भवनका कोठाहरू त हुने भइ नै हाले। यहाँबाट फोटो खिचेर पैसा माग्ने, पैसा कमाउने, माग्ने नभनौँ, काम गरेर हो। यो चाहिँ इलिगल पनि हो। यहाँ पुलिस आयो भने हटाउन सक्छ, तर पुलिस नआउँदै चाहिँ यसरी बसेर यसले फोटो खिचिन्। अनि त्यो क्यामेरा पनि अचम्मक रहेछ, पुरानो स्टाइलको। अब उनले फोटो तुरुन्तै प्रिन्ट गरेर दिन्छन्। सायद 4-5 युरो होला। राजाले बोलाउनु भएका अफिसियल पाहुनाहरू चाहिँ यो ढोकाबाट छिर्नुहुन्छ। जति पनि राजदरबारभित्र छिर्ने आधिकारिक निम्ता भएर आउनुभएका अफिसियल गाडीहरू चाहिँ छिर्ने ढोका यो हो। अनि राजा चाहिँ त्यो परको ढोकाबाट आउनुहुन्छ, निस्किनुहुन्छ।
हाम्रो नेपालको पनि दूतावास छ। जति पनि राजदूतहरूले ओदाको प्रमाणपत्र चढाउनुहुन्छ त्यो उहाँहरू चाहिँ यही ढोकाबाट छिर्नुहुन्छ। धेरै वर्ष भएको छ नि यो टुकटुक सुरु भएको हो। यो चाहिँ टुरिस्टहरूलाई टुकटुकमा राखेर हामी अहिले जति पनि हिँडेर टुर गऱ्यौँ नि त्यो टुर यिनीहरूले यो गाडीमा लगाउँछन्। नाम टुकटुक नै हो। पहिला काठमाडौँमा पनि पाइन्थ्यो। यो टुकटुक चाहिँ 1 घन्टाको 80 युरो रहेछ। 5-6 जना बस्न पाइयो तर महँगो हो। त्यो 80 युरो तिर्नु पर्दैन किनभने हिँडेरै सकिने ठाउँमा मात्र लान्छन् यिनीहरूले। अहिले हामीले जति पनि अहिले हेऱ्यौँ र अब हेर्न जाने ठाउँ छ त्यो सबै यिनीहरूले लाने त्यो 1 घन्टाभित्र गइसकिन्छ। यो चाहिँ सार्वजनिक प्रवेशद्वार हो। यो चाहिँ पब्लिकले चाहिँ टिकट काटेर जाने द्वार यही हो। लाइन बसेर टिकट लिएर जान सकिन्छ। अहिले हामी चाहिँ गएनौँ किनभने यहाँ गयो भने यहीँभित्र 1-2 घन्टा जान्छ। यो दरबार हो, तपाईँले देख्न सक्नुहुन्छ। योहरू धेरै हुनुहुन्छ त्यहाँ। यहाँबाट चाहिँ भित्र छिर्ने ठाउँ छ अनि हलहरू। भित्र किन पनि गइन भने भित्र चाहिँ भिडियो अलाउड छैन, भिडियो फोटो अलाउड छैन। त्यो सुरुको एउटा भर्याङ जस्तो एरिया छ त्यो एरियामा मात्र छ भिडियो अलाउड। त्यो बाहेक अरू ठाउँमा चाहिँ छैन। हेर्नुहोस् यसरी यो लगाएर बसेर पैसा लिन बसेका हुन्छन् विभिन्न स्ट्याचुहरू। अझ यस्तो चाहिँ म्याड्रिडमा अझ कम छन्। बार्सिलोनाको रामलामा चाहिँ यस्तो एक्टिभिटी अझ बढी देख्न पाइन्छ। राजदरबारको सिधा अगाडि चाहिँ यो आल्मुदेना भन्ने चर्च छ। यो भित्र अहिले हामी एकछिनमा जान्छौँ। अनि म्युजिक बजाएर बस्ने। यसको यो पश्चिमपट्टि एरिया चाहिँ धेरै वर्ष बन्द थियो, अन्डर कन्स्ट्रक्सन थियो तर अहिले चाहिँ पब्लिकलाई खुलेको छ। त्यहाँबाट एउटा भ्यू देखिन्छ। सायद मोबाइलले कति लिनु पाउँछ हेरौँ। यहाँ घोडाले गोब्र्याउनु भएको रहेछ। गाडी आइसकेको रहेछ। नर्मली धेरै बेर रहँदैन यो निकालेको हुन्छ। तपाईँले सफा देख्न सक्नुहुन्छ कतिको सफा छ भन्ने कुरा। दामी गीत बजायो नि त्यसले। मान्छे चाहिँ राम्रो गीत बज्ने बित्तिकै सुन्न गइहाल्छन्। जाउँ। कलाको सम्मान एकदम हुन्छ यहाँ। त्यही भएर यसरी यो बजाएर माग्न बसेकाहरूलाई चाहिँ मान्छेहरूले सुनेर पैसा दिन्छन्। मैले अघि तपाईँलाई भनेको चाहिँ यो तलबाट एउटा ठाउँ छ। त्यहाँबाट चाहिँ यो राजाको दरबारको पश्चिमी भाग चाहिँ राम्रो देखिन्छ, फाचादा भन्छन्। अनि यसबाट चाहिँ म्याड्रिडको बाहिरको भागहरू। अब हामी यता यहाँ चाहिँ बेला बेलामा यस्तो यो आर्ट कलेक्सनहरू राखिरहेको हुन्छ। यो चाहिँ टेम्पोररी हो, पर्मानेन्ट होइन। कहिले के राखिराखेका हुन्छन्। अहिले यो केही पेन्टिङको होला, पाट्रिमोनियो नेसनल भनेर, नेसनल प्याट्रिमोनी। अनि यहाँ एउटा चाहिँ यो टोरेरो र फ्लामेङ्का भन्छन् यसलाई। यो स्पेनिस टिपिकल ड्रेस हो। त्यो लगाएको स्ट्याचुहरू राखेको छ। त्यसको पछाडि टाउको राखेर फोटो खिच्ने हाम्रो पोखरामा पनि छ नि हो त्यस्तै खालको। यो क्याथेड्रल हो अनि स्पेनको सबैभन्दा महत्त्वपूर्ण क्याथेड्रल हो यो। हात नभएकाले बजाएका रहेछन्। यो क्याथेड्रल चाहिँ एकदम महत्त्वपूर्ण हो किनभने एक त आल्मुदेना यो एकदम प्रचलित देवीको चर्च हो। यो आल्मुदेना भने लेडिज अब हाम्रो देवी भन्छौँ नि त्यस्तै क्रिस्चियनहरूको त्यो चर्च हो भने यहाँ चाहिँ अहिलेका राजा फेलिपे VI उहाँले पनि यहीँ बिहे गर्नुभएको थियो। अनि अहिलेका राजाका बा जुन कार्लोस उहाँले पनि यहीँ बिहे गर्नुभएको थियो। अनि यो ढोका एउटा हरियो कलरको देख्नुभयो होला नि तपाईँले। हरियो यो चाहिँ हरियो रङ होइन, यो चाहिँ एउटा मेटल रहेछ होइन। त्यो मेटल चाहिँ घाम पानीमा धेरै बेर बस्यो भने यसरी हरियो हुँदो रहेछ। यो चाहिँ यस्तो खोपिएका छन्। यो घाम पानीमा धेरै भएर यस्तो कलर भएको हो। हामी भित्र जाँदैछौँ। भित्र सायद धेरै बोल्न पाइँदैन। म तपाईँलाई भिडियो चाहिँ देखाउने कोसिस गर्छु। यो चाहिँ चर्चभित्रको हो। यहाँ हल्ला गर्न पाइँदैन, भिडियो खिच्न फोटो खिच्न पाइन्छ तर धेरै बोल्न पाइँदैन। अनि यो हाइट हेर्नुहोस् न, यो सिलिङ हो।
यो चाहिँ 73 मिटर अग्लो रहेछ अनि यो चाहिँ अग्लो चर्च भएको हुनाले म्याड्रिड बाहिरबाट पनि राम्रोसँग देखिन्छ, धेरै टाढा टाढाबाट पनि देखिन्छ। मलाई यो रोमन अनि गोटिक स्टाइलले बनाएको छ। यसको डिजाइन चाहिँ 2-3 थरी त्यो क्रिस्चियन पद्धतिबाट बनाएको छ। यो पेन्टिङ हेर्नु सबभन्दा मलाई मनपर्ने क्रिस्चियन त्यो चर्चहरूमा चाहिँ यो सिलिङ हो, हेर्न लायक छ। अनि यहाँ चाहिँ बसेर प्रे गर्नुहुन्छ। यो क्रसमा भएको चाहिँ सबभन्दा ठुलो मध्ये एउटा हो है, स्पेनभरि भएका मध्ये। अनि बिर्खेन दे आल्मुदेना, यो बिर्खेनको शालिग चाहिँ यो हो, देवी जुन भन्छन् नि त्यो चाहिँ यो शालिग हो। त्यहाँ माथि जान पनि पाइन्छ तर म चाहिँ गइनँ, तलबाट भिडियो लिएँ। यो पासियोबाट माथि छतको सिलिङको लिएको मैले। हेर्न लायक छ, यो एकदम सुन्दर चर्चहरू मध्ये एउटा हो, दुनियाँकै सुन्दर चर्चहरू मध्ये एउटा हो यो। स्पेनमा धेरै वर्ष स्पेनिसहरूले चाहिँ आराबी भन्छन्, मुस्लिम राज्य भयो। मुस्लिमहरूले चाहिँ एट्याक गरेर यहाँ धेरै वर्षसम्म राज्य गरे। त्यो राज्यको दौरानमा चाहिँ के गरे भने उनीहरूले जति पनि क्रिस्चियन सम्बन्धित जति पनि चर्चहरू थिए, क्रिस्चियन धर्मसँग सम्बन्धित सबै मोनुमेन्ट्सलाई के भन्छ नेपालीमा, संरचनाहरू ध्वस्त बनाएका थिए। त्यो ध्वस्त बनाउने क्रममा चाहिँ क्रिस्चियन धर्म मान्नेहरूले चाहिँ उनीहरूले चाहिँ यो आल्मुदेनाको मूर्तिलाई चाहिँ कुनै एउटा ठाउँमा लुकाएर राखेका थिए, जमिन मुनि गाडेर राखेका थिए। जब पछि मुस्लिमहरू यहाँबाट छोडेर भागे अथवा स्पेनिसहरूले भगाए, फेरि यो निकालेर यो चर्च बनाएको। अनि अर्को एउटा कुरा चाहिँ के छ भने तपाईँले गुगल भ्यू, म यो भिडियोमा पनि पछि राखिदिन्छु, यसको छतमा चाहिँ त्यो क्रिस्चियन चर्च हुन्छ नि, सरी क्रस हुन्छ नि, त्यो क्रस आकृतिको छ यसको छत। र अघि भिडियोमा पनि देखिहाल्नुभयो त्यो भित्रपट्टिको माथिको छतहरू जुन मलाई चाहिँ चर्चहरूको एकदम मनपर्ने पक्ष भनेको त्यो पेन्टिङहरू पनि एकदम राम्रो। हामी यो चर्चको गेटमा छौँ। अब हामी यहाँबाट यो बाटो हुँदै प्लाजा मायोर जान्छौँ। तपाईँले सोध्नु पऱ्यो कसैलाई भने चाहिँ प्लाजा मायोर जाने बाटो सोध्ने हो। यो प्लाजा मायोरमा चाहिँ दिउँसो अत्याचारै भिड हुन्छ। म कुनै दिन बिहानको भिडियो तपाईँलाई यसैमा हाल्नेछु। अर्को कुरा, प्लाजा मायोर र रोयल प्यालेस बिचमा चाहिँ रेस्टुरेन्ट बोतिन भन्ने रेस्टुरेन्ट छ, सबभन्दा पुरानो रेस्टुरेन्ट। त्यसको भिडियो मैले योभन्दा अगाडि बनाइसकेको छु भने। अर्को चाहिँ मेर्कादो सान मिगेल, जहाँ खाना पिउनेका सामानहरू पाइन्छ, त्यो पनि छ, त्यो पनि नछुटाउनु होला है। यो प्लाजा मायोर आउनुभन्दा 1 मिनट अगाडि छ त्यो दुइटै चिजहरू। मैले अर्को भिडियोमा बनाइसकेको छु, त्यही भएर मैले यहाँ हालिनँ। त्यो चाहिँ यो चाहिँ हो प्लाजा मायोर। प्लाजा मायोर भनेर चाहिँ स्पेनको सहरहरूको यस्तो एउटा चोक हो जुन चाहिँ प्रायः सबै सहरहरूमा हुन्छ। अनि पहिला चाहिँ त्यो सहरकोसँग सम्बन्धित गाउँ पञ्चायत या नगरपालिका कामहरू यो स्क्वायरबाट हुन्थ्यो भने अहिले चाहिँ त्यसलाई व्यापारिक प्रयोजनमा युज गरिन्छ, किनभने सहर बढ्दै गयो, त्यो अफिस पनि ठुलो बनाउनु पर्यो। अनि सुन्दरताको दृष्टिले र साइजको हिसाबले यो स्पेनको सबैभन्दा सुन्दर र सबैभन्दा ठुलो मध्येको एउटा हो। मेरो पर्सनल चोइसमा चाहिँ सबभन्दा राम्रो सालामाङ्काको हो, प्लाजा मायोर दे सालामाङ्का। तर यो म्याड्रिडको पनि सबभन्दा ठुलो हो र सबभन्दा सुन्दर पनि हो। वरिपरि उस्तै घरहरू हुन्छन् अनि तल पसलहरू हुन्छन्। यहाँ आइतबार त्यो फ्ली मार्केट, त्यो क्वाइनको हुलाक टिकटको फ्ली मार्केट पनि लाग्छ, जहाँ चाहिँ लोट्रीका टिकटहरू, पुरानो टिकटहरू पनि बिक्री हुन्छ। अनि यहाँ क्रिसमसमा चाहिँ मेलाहरू पनि लाग्छ। यहाँ हामी एकदम बिहान आएको, भिड धेरै नहोस् भनेर, किनभने दिउँसो 2 दिनचोटि आइयो, एकदम धेरै भिड थियो। अनि यताबाट आएर यहाँबाट चाहिँ पुर्ता दे सोल जान सकिन्छ, त्यो चाहिँ म अर्को भिडियोमा भन्छु तपाईँहरूलाई। स्पेनिस राजाको शालिग छ यहाँ। अनि पुरानो स्पेनिस फिल्म हेऱ्यो भने चाहिँ यहाँबाट बस आउँछ, बस जान्छ। यहाँ यो बस पार्क पनि थियो, मैले 2-3वटा पुराना स्पेनिस फिल्महरूमा देखेको थिएँ। यहाँबाट बस चल्दो रहेछ, लोकल बसहरू म्याड्रिड सिटीमा जाने। अहिले चाहिँ अब त्यो धेरै वर्ष भइसक्यो त्यो बन्द गरेको। अनि यो गेटभन्दा भित्रबाट अहिले बिहानै छ, पसल खुल्दैन, 10-9 बजी पसल खुल्दैनन्। त्यहाँ चाहिँ त्यो नेपालको स्वयम्भूको आँखा अनि त्यो टिबेटन बलहरूको पसलहरू छ। यो
त्यो गेटबाट भित्रपट्टि स्पेनिसहरूकै हो, नेपालीको होइन, तर धेरै पुरानो पसल हो त्यो। अहिले पसल बन्द छ, हामी त्यता गएनौँ। यो साइकलमा स्ट्याचु गर्नु बसेको चाहिँ मान्छे हो, पैसा माग्ला बसेको हो यो। अब हामी यो बाटो हुँदै सोलमा जान्छौँ। यहाँबाट सोलमा जानलाई चाहिँ 3 मिनट जति हिँडेर जाने हो। साथीहरू, म्याड्रिडको अधिकांश मोनुमेन्ट्सहरू हामीले भिजिट गरिसक्यौँ। अब केही महत्त्वपूर्ण 4वटा या 5वटा महत्त्वपूर्ण मोनुमेन्ट्सहरू बाँकी छ, जसको लागि चाहिँ मैले अर्को भिडियो बनाउने विचार गरेँ, किनभने यो भिडियो धेरै नै लामो भइसक्यो। अब हामी यसपछि प्लाथा मायर पछिको नेक्स्ट स्टेसन हुन्छ सोल। सोल पछिको भिडियो चाहिँ म अर्को भिडियो पार्ट 2 मा हाल्नेछु। आशा गर्छु तपाईँहरूलाई यो म्याड्रिड सिटी टुर मन पर्यो होला। यस्तै खाले भिडियोहरूको लागि लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नु होला। फेरि अर्को भिडियोमा भेट हुने नै छ। तबसम्मको लागि फेरि भेटौँला। बाई बाई, आदियोस।